गाइज यो चाहिँ मुगु जाने गाडी है त मुगु जाने गाडी यो चाहिँ भुलबुलेदेखि ठ्याक्कै अगाडि 7 मोड भन्ने ठाउँमा बाटोको अवस्था यस्तो छ है। भर्खरै अब यहाँबाट कटेको गाडी यहाँ फसिसक्यो। बाटो दिने ठाउँ पनि छैन, ठ्याक्कै साइड दिने ठाउँै छैन। एउटा गाडी गयो भने अर्को गाडीले ठाउँ नै पुग्दैन, माथितिर हाल्यो कि हिउँमा फसिहाल्छ। हेर्नु यहाँबाट भर्खरै क्रस भएको गाडी यहाँ फसिसक्यो। यस्तो छ अवस्था कि गाडी कसरी फसिएको छ हेर्नु त, पुरै फसेर होइन त्यही हिउँमा फसेर साइड लगाउनु खोज्दाखेरि नालामा गयो टायर नालामा गएपछि आउँदै आउनु धक्का दिएछौँ, जति धक्का दिँदा पनि हुँदै हुन्न। यस्तो छ गाडी हेर्नु, अगाडि पुरै यस्तो भएको छ होइन, पुरै हिउँमा फसेर न माथि आउँछ न पछाडि जान्छ न अगाडि आउँछ, केही पनि हुन्न यस्तो भएको छ। अनि गाह्रो छ। 7 मोडको ठ्याक्कै पहिलो मोड है त, पहिलो मोड हो। यहाँबाट चाहिँ ठ्याक्कै लगभग 1.5-2 फिट जति हिउँ परेको छ। यस्तो छ बाटो, पुरै ठाडो परेको छ। बिचमा यो गाडी हिँड्ने लिक बाहेक अन्त सबै हिउँ छ। यताउति अगाडि पछाडि पनि हेर्न सक्नुहुन्छ, पुरै हिउँ छ। यस्तो गाडी गइरह त्यही पनि हिलिरहेछ। अगाडि भिडियो अलिकति नराम्रो आयो होला, त्यसको लागि क्षमा चाहन्छु। तर दामी छ, जे होस् एकदम राम्रो छ। हेर्नु यताउति सिन दामी छ होइन। गाडी चाहिँ अब अलिकति दुर्घटना हुनसक्छ, यस्तो चिप्लो छ बाटो। हिजो पनि एउटा गाडी एक्सिडेन्ट भएर रहेछ उ त्यहाँ अगाडि। रोड यस्तो खराब छ साथीहरू, हेर्नुहोस् है यस्तो खराब छ होइन बाटो। त्यही माथि अहिले हिउँ परेर पुरै यस्तो छ कि जाम परेछ होइन, पुरै जाम छ। गाडी पनि हिजो ठ्याक्कै एउटा गाडी चिप्लेर एक्सिडेन्ट परेको रहेछ। बाटो चाहिँ यस्तो गाह्रो छ। हिउँदोको महिनामा कोही यस्तो रारातालतिर घुम्न आउने सोच्नु भएको छ भनेपछि सिधै प्लेनमा आउनु होला, बाटोबाट लगभग कोही नआउनु होला होइन। हिउँ गइसकेपछि आउँदा हुन्छ। आजभोलि चाहिँ यस्तो अप्ठ्यारो छ बाटो है। हामी चाहिँ आफ्नो डर भुलाउनलाई गीत सुन्दै यात्रा गरिरहेका छौँ होइन। माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। ओके गाइज, आजलाई हामी छुट्टिन्छौँ। आजको लागि यति नै। मलाई फलो गर्दै गर्नु होला, यस्तै रफ लाग्दा भिडियोहरू ल्याएर आउनेछु। थ्याङ्क यू फर वाचिङ।